गुड मर्निङ जेमिसी प्रेज द लर्ड आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र आज चाहिँ म आएको छु आसाम ओरेमघाटमा र आज चाहिँ म यहाँ आएको कारण चाहिँ मेरो साथीको विवाह हुँदैछ। सो आज उसको विवाहहरू कसरी हुन्छ र कसरी हामीले आजको विवाहहरू गर्नेछौँ र आजको प्रोग्रामहरू कस्तो हुन्छ म त्यो सबै तपाईँहरूलाई देखाउने छु। तपाईँहरू सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोस्। किप वाच। अनि यो चाहिँ हो चर्च, फुलबारी बप्टिस्ट चर्च ओरियमघाटमा र कति युथहरूले आज यहाँ कामहरू सघाउँदै हुनुहुन्छ र आज दुल्हा र दुल्हन बस्ने जग्गा चाहिँ यो हो। यसरी डेकोरेसन गर्नुभएको छ। हुन्छ त अगाडिको भिडियोहरू म तपाईँहरूलाई देखाउँदै जानेछु। आज चाहिँ मैले नेपाली भाषाले ल्याङ्ग्वेजले मैले सुरु गरेको छु किनकि आज नेपाली ल्याङ्ग्वेजले स्टार्ट हुँदैछ प्रोग्राम। सो मैले नेपालीले अझैसम्म पनि डेकोरेसन चलिरहेको छ। यहाँ एएम हुने जग्गामा पिएम बाई मिस्टेकले भएको छ र यो सबै डेकोरेसन गर्ने भाइ चाहिँ यहाँ हुनुहुन्छ। अनि तपाईँहरूलाई पनि चाहियो भने भन्नु सक्नुहुन्छ। यस्तो दामी डेकोरेसन गर्नुहुन्छ र जो विवाह गर्न तयार हुनुहुन्छ र डिमापुरमा हुनुहुन्छ तपाईँहरू खबर गर्नुहोस्। अब चाहिँ कम्प्लिट भयो आजको डेकोरेसन। राज दिदीको बिहा हुँदैछ, के भन्न चाहनुहुन्छ? खुसी छौँ, धेरै पछि उनीहरूलाई परमेश्वरले राखिदिनु भएको टाइम र अनि दिनमा हुन गइरहेको छ। खुसी छौँ। सेम ल जयमसी दिदी के भन्नु छ यो विवाहको बारेमा? यो विवाहको बारेमा धेरै खुसी छु म पनि। राहुलको फाइनली विवाह हुँदैछ र उसको विवाहको दिनमा हामी झाडो मार्दैछौँ र एडभान्समा कङ्ग्रेचुलेसन। आजको दुल्हन यो हो र ऊ मेकअप गर्दैछ। मेकअप गर्दै पनि पोस्ट दिँदैछ। अब आयो है गम्म दिदी तपाईँ उसको। अब दिदी पनि फेमस हुनुहुन्छ। लक्ष्मी हसे ए आसाममा अच्छा। ब्राइडमेड सुनिता, उता सिस्टर लिया अनि म चाहिँ ड्रेसै आइपुगेको छैन, यस्तै बसिरहेको छु। अर्को ब्राइडमेड्स अनि आजको दुल्हा भइसकेको छ। के मेरो पनि ड्रेस आइपुग्यो, म पनि रेडी भएँ। या मेरो ट्विन्स आजको दुल्हन र उसको ब्राइडमेड्स हामी रेडी भयौँ। ओके, हामी गाडीमा उठिसकेको छौँ चर्च जानुको लागि। हामी तयारी भएर दुल्हन चाहिँ अर्को गाडीमा हुनुहुन्छ र आजको प्रोग्रामहरू म तपाईँलाई देखाउने छु। दुल्हन ओ दुल्हन तपाईले आफ्नो दासदासीहरूको सबै मार्गमा तपाईले सबैमा सफलता ल्याउनु भएको छ। तपाईँलाई धेरै धन्यवाद दिन्छौँ। अनि विशेष गरी आजको आफ्नो पत्नीसित एक भएर र एउटै शरीर हुनु गएको छ भनेर बारेमा हामीले सुनेको छौँ है। अन्त विवाह भएको पछि अब छोराछोरीहरूमाथि पनि आमा बाबाको होइन कतिवटा गुनासो हुन्छ। विवाह गरेको पछि बुहारी लिएको पछि त 18-19 हेऱ्यो भने यहाँ लेखेको छ पत्नीहरूले चाहिँ आफ्नो पतिलाई आदर गर्नुपर्छ र पतिहरूले पनि आफ्नो पत्नीलाई माया गर्नुपर्छ भन्दछ है। र बाइबलले कहिले पनि भन्दैन होइन श्रीमान चाहिँ ठुलो हुन्छ र श्रीमती चाहिँ सानो हुन्छ, त्यस्तो बाइबलमा लेखेको छैन। बाइबलमा हामीले उत्पत्तिमा हेऱ्यो भने श्रीमती चाहिँ
श्रीमानको सहकर्मी। अन्त सहकर्मीको अर्थ चाहिँ नि होइन केही काम गर्दाखेरि पनि श्रीमती भएन भने चाहिँ नि श्रीमानले त्यो काम पुरा गर्नु सक्दैन। सहकर्मीको अर्थ चाहिँ नि त्यो है। त्यसको लागि परमेश्वरले हामीले गलातीको पुस्तकमा हेर्यो भने सबैजना परमेश्वरको नजरमा बराबर हो। औदामा हामीले हेर्दाखेरि श्रीमान ठुलो हुन्छ तर श्रीमतीको पनि भूमिका त्यति नै हुन्छ। म ठुलो त सानो विवाहमा कहिले पनि हामीले प्रभुको दृष्टिमा कहिले पनि हुँदैन। अन्त त्यसलाई हामीले बुझ्नुपर्छ श्रीमतीले पनि श्रीमानलाई होइन आदर गर्नुपर्छ र श्रीमानले पनि श्रीमतीलाई माया गर्नुपर्छ। र एउटा अन्तिम हामी हेर्नेछौँ मर्कुस 10:9 भन्दछ होइन जुन कुरा मैले जोडिदिएको छ कसैले पनि त्यसलाई नतरोस्। अन्त त्यसरी नै विवाहको बन्धन चाहिँ नि हाम्रो परमेश्वरले जब हामी परमेश्वरको शरणमा आएर परमेश्वरको उपस्थितिमा मण्डलीको उपस्थितिमा जब हामी विवाह गर्छौँ त्यसको पछि केही कुराले पनि तोड्नु सक्दैन है। डिभोर्सले पनि तोड्नु सक्दैन। हामी कतिचोटि अहिले हामीले कानुनले चाहिँ हामीलाई अधिकार दिन्छ तर हामीले बाइबलले चाहिँ नि हामीलाई डिभोर्स गर्नु पनि अधिकार दिन। डिभोर्स गरे पनि त्यो श्रीमान र श्रीमती नै हुन्छ। एक्स वाइफ एक्स हस्बेन्ड भएपछि अन्त विवाहले मात्रै होइन डिभोर्सले मात्रै हामीले छुट्याउनु सक्दैन तर हामीलाई मृत्युले मात्रै छुट्याउनु सक्छ। र हामी अब दुईजना विवाहमा बाँधिनु गइराखेको छ होइन अब कुनै कुराले उहाँलाई छुट्याउनु सक्दैन र हामीले पनि त्यसमा छुट्याउनुको लागि होइन प्रोत्साहित गर्नु हुँदैन कहिले कहिले होइन। घर परिवार र परमेश्वरको वचनले हामीलाई यसरी विवाहको बारेमा हामीलाई उत्साह रिक्वेस्ट गर्छु अगाडि आउनु। के तपाईँ आफ्नो इच्छा कुनै दबाब नभइकन आज विवाह गर्न तपाईँ रेडी हुनुहुन्छ? रेडी छौ है। त्यसो भने तपाईँले भाइ प्रितमलाई आफ्नो श्रीमान स्वीकार गर्नुको निम्ति तपाईँले उहाँलाई प्रेम गर्नुहुन्छ, उहाँलाई सान्त्वना दिनुहुन्छ, उहाँलाई आदर गर्नुहुन्छ, बिमारीमा पनि तपाईँले उहाँलाई हेरचाह गर्नुहुन्छ। थोकलाई छोडेर सधैँ उहाँप्रति तपाईँ विश्वास योग्य भएर मृत्युसम्म तपाईँ उहाँको साथ दिनुहुन्छ भनेर तपाईँ राजी हुनुहुन्छ? राजी छौ है। र राजी छ अरे हामी ताली बजाइदिउँ उहाँको लागि है। के तपाईँ होइन कुनै सो इच्छाले आज यो विवाहको बन्धनमा तपाईँ बाँधिनु तयार हुनुहुन्छ? त्यसो भन्यो भने तपाईँ राहेल बहिनीलाई तपाईँले आफ्नो श्रीमती भनेर उहाँलाई तपाईँले प्रेम गर्नुहुन्छ, आदर गर्नुहुन्छ, उहाँलाई तपाईँले सुरक्षा दिनुहुन्छ, बिमारीमा पनि तपाईँले हेरचाह गर्नुहुन्छ। कुनै कुराले तपाईँको प्रेम र तपाईँको विश्वसनीयता उहाँदेखि हटिने छैन र मृत्युले मात्रै तपाईँ दुईजनालाई अलग गर्ने भनेर तपाईँ कसम खानुहुन्छ? धन्यवाद छ। र अहिले चाहिँ नि उहाँहरूले यो कसम खाएको छ है र हामी मण्डली पनि एउटा कसम खानेछौँ है। र म भन्छु तपाईँहरू त्यसमा सहमति छ कि छैन? जसरी आज तपाईँहरू है विटनेस यो विवाहमा सहभागी र गवाही हुनुभएको छ, सधैँ तपाईँहरूले उहाँहरूको परिवार परमेश्वरको बाटोमा हिँड्नुको लागि तपाईँहरूले सधैँ उहाँलाई सहायता र प्रार्थना गरिदिनुहुन्छ? गर्छौँ भनेर हामी सबैजना ताली बजाउनेछौँ। यो समय चाहिँ अब हामी रिङ एक्सचेन्ज गर्नेछौँ है। त्यसको लागि गइराखेको छ। यो चाहिँ नि हाम्रो भाइको होइन माया र विश्वसनीयता र उहाँप्रति सधैँ विश्वासयोग्य हुनेको
बहिनीले पनि यो औँठी उहाँको प्रेम, उहाँको सम्मान, उहाँको मायाको चिन्ह लिएर र सधैँ भाइप्रति विश्वासयोग्य रहनुको निम्ति यो एउटा चिन्ह र भाइलाई प्रेजेन्ट गर्ने लागि त उहाँहरूको निम्ति हामीले अब प्रार्थना गर्नु गइराखेका छौँ। उहाँहरू निल डाउन गर्नेछ अनि हामीले होइन तर्फतिर आफ्नो हात पसाएर उहाँहरूको निम्ति हामीले आशिष मागिदिनेछौँ र आजदेखि उहाँहरूको जीवनमा होइन दुईजना अलग अलग थियो तर अब दुईजना एक भएको छ र प्रभुले नै उहाँलाई प्रभु नै उहाँहरूको साथ भएर अगाडि दोहोऱ्याएर लिएर गएको होस् भन्ने हामी सबैजना मिलेर हामीले प्रार्थना गर्नेछौँ है। आउँदो समय प्रार्थना गरौँ। हालेलुया अङ्ग्रेजीवाला जस्तो गर्दैन तर यो मेक इज द ब्राइड भन्दैन अहिले भन्नु पऱ्यो आई लभ यु। तपाईँ हामी विश्वास गर्ने मलाई झगडा गर्छ है। हामीले एकदम प्रार्थना गरेको सबैको छेउमा भन्नु सकेन भने फेरि त्यो माया हुँदैन। म पनि माया गर्छु र धन्यवाद। अब हामी दुईजनामा भनिदिने र परमेश्वरको आज्ञा अनुसार छ। अब मिस्टर एन्ड मिसेस प्रितम पर्वलाई तपाईँहरूको अगाडि श्रीमान र श्रीमतीको भएर आजदेखि उहाँहरू रहनेछ र हामी उहाँलाई श्रीमान र श्रीमती घोषणा गर्दैछौँ है। सबैले अन्त यहीँबाट हामी बेहुलालाई पनि म यहाँ अनुरोध गर्छु, उहाँ पनि आएर बेहुलीलाई पनि म अनुरोध गर्छु, उहाँ पनि आएर मण्डली एउटा पास्टरको तर्फबाट म तपाईँहरूको विषयमा भन्न गइरहेको छु। तपाईँहरूको यस पवित्र विवाहको अवसरमा हार्दिक बधाई तथा शुभकामना। आजदेखि सुरु भएको तपाईँहरूको जीवन यात्रा प्रेम, विश्वास, समर्पणले भरिएको रहोस्। परमेश्वरको अनुग्रह सधैँ तपाईँहरूको साथमा रहोस् र उहाँको प्रेमले तपाईँहरूको घर शान्ति, आनन्द र आशिषले भरपूर गर्नुभएको होस्। जीवनका हरेक सुख र कठिनमा तपाईँहरूका सधैँ एक अर्काको कङ्ग्रेचुलेसन मामा। पास्टरलाई बोलाउँछु, उहाँ प्रार्थना गरेर हामी प्रोग्राम अनि उहाँहरूको परिचयको समयहरू उहाँहरूले दिनुहुन्छ। महान परमेश्वर, हामी तपाईँ बुबालाई धन्यवाद दिन्छौँ। आज प्रितम अनि राहेल समुदायमा जुन केकहरू यहाँ टक्राएको छ प्रभु, यस केकमाथि तपाईँको आशिष भएको हो प्रभु। मण्डलीमा उनीहरूको परिचय खिलाउँछु नि क्या त ल हाम्रो बेहुलाले আমার হাতে বের করে দেখি ये चाहिँ हो मेरो भाइ, मेरो दादा।
रेडी अब लन्च हुँदैछ यहाँ जयमसी दादा कस्तो हुनुहुन्छ अब यहाँ वेडिङको फिस्ट हुँदैछ यहाँ चाहिँ एउटा कस्तो छ दादा खाना खाना कस्तो छ दामी छ र हुनुहुन्छ यो कान्छो भाइ खोइ रामु दादा खाइसक्यो दिदीहरूको पनि गरिदिउँ न नि यहाँ चाहिँ दिदीहरू खाँदै हुनुहुन्छ आन्टी कस्तो लाग्यो खाना दामी भात कस्तो थियो खाना भात एकदम टेस्टी थियो धेरै खुसी लाग्यो एस्टरलाई के भन्छस् राहेललाई राहेल यो तिम्रो बिहेको इन्तजाम एकदम राम्रो थियो धेरै धेरै धन्यवाद तिमीहरू दुईजनाको जोडी परमेश्वरले धेरै आशिष दिउन् धेरै लामो समय तिमीहरू आगे जाऊ आमेन यही छ प्रार्थना धन्यवाद भन् Congratulations, Rahel. May God bless you both. अल्हम्दुलिल्लाह खाना खानलाई रेडी हुनुहुन्छ थ्याङ्क यू सो मच भिडियो देख्नु भएको लागि र आजको दुल्हन विवाह भइसकेको छ तिमीलाई कङ्ग्रेचुलेसन थ्याङ्क यू अनि मेरो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला बाई बाई जल्दी मिलेगा